हे गाइज, आज म जाँदैछु कुङवाङफू, जुन चाहिँ एउटा प्यालेस जस्तो ठाउँ हो जुनमा होङ लौमङ सुट गरेको थियो। मसँगै चामै द प्यालेस हेर्न। अहिले चाहिँ म सबैमा छु, जाँदैछु। जाँदै गर्दा यो एउटा ब्युटिफुल हुथोङ देखेँ। हुथोङ भनेको चाहिँ बेजिङको गल्लीहरू हो। यस्तो एकदम बेजिङ स्टाइलको घरहरू भएको गल्लीलाई चाहिँ हुथोङ भनिन्छ है। एकदम एक्सपेन्सिभ हुन्छ। अनि आजको वेदर चाहिँ एकदम ब्राइट थियो, यति सन्नी थियो, यति गर्मी थियो, मेरो आँखा दुखेर हिँड्न सकिरहेको थिएन। अझ त्यसमाथि मान्छे यति धेरै थिए। लास्टमा चाहिँ जुन ठाउँ जाने भनेर गएको त्यो ठाउँ गएनौँ, किनकि अलरेडी लेट भइसकेको थियो, गेटको टिकट बाँड्न छोडिसकेको थियो। अनि अर्को ठाउँ गयौँ हामी साइकल चलाउँदै, त्यहाँ पनि उति थिए मान्छेहरू, यति भिड थियो। यो चाहिँ साँझ 4-5 बजिसकेको थियो, त्यही पनि उति नै भिड थियो। खै के को भिड हो आई डोन्ट नो। अनि हामी साइकल चलाउँदै वरिपरि घुम्दै थियौँ। अनि यति राम्रो भ्यू भेटियो। यो चाहिँ गुलौ हो है, लाइक एन्सेन्ट बिल्डिङ भन्छ अब ट्रान्सलेट गर्दाखेरि। यहाँ चाहिँ वेडिङ फोटो लेख्दै थियो कतिवटा कपल्सहरूले। यस्तो दामी छ कि यहाँ चाहिँ, जस्तो फोटो खिच्यो भने दामी देखिन्छ। अनि मैले पनि 2टा कपलको बिचमा गएर यस्तो पोज हान्थेँ। जस्तो फोटो खिच्यो भने राम्रो देखिन्छ। यो रेड वालमा चाहिँ मैले नि हल्का हिरोइन पाराले हिँड्थेँ है। कस्तो छ हजुरहरूले भन्नु।